गुड मर्निङ साथीहरू। आज चाहिँ हामी सुपारी टिप्नु जाँदैछौँ माथि घरमा, यता आमाहरूको घरमा। सो हेर्दै गर्नु होला है। अहिले चाहिँ यहाँ उकालो चढ्दैछौँ। अरू चाहिँ अघि गइसक्यो, म चाहिँ ढिलो भएँ किनभने आज हाम्रो रासिन पनि दिँदै थियो नि त। कता बजे रासिन थापेर आएको, त्यही भएर मैले ढिलो भयो। अरू चाहिँ अघि गइसकेको छ। सो हेर्दै गर्नु होला है साथीहरू। बाटो चाहिँ यस्तो छ उकालो, यताबाट यस्तो जानुपर्छ। घाम लागिरहेछ पुरा। प्राय सबैलाई थाहा छ सुपारी कसरी टिपिन्छ भनेर, तर कतिजनाको लागि चाहिँ नयाँ हुनसक्छ नि त, थाहा हुँदैन कसरी टिप्छ सुपारी भनेर। सो उहाँहरूको लागि चाहिँ विशेष यो भिडियो। सुपारीको बोट चाहिँ यहाँ छ है। यो सबै सुपारी गाछ हो है। अहिले चाहिँ सुपारीको सिजन लागिरहेछ नि त। सबैजना बगानमा सुपारी तोड्ने। सुकेपछि सुपारी भनिन्छ, काँचोमा चाहिँ गुवा भन्छौँ नि त हामी। त्यही भएर हामी चाहिँ त्यो टिप्नु गएको आज। अहिले चाहिँ म यहाँ दिदीहरूकोमा आइपुगेको छु। उसकोमा चाहिँ ह्यान्डमेड अचारहरू डल्ले खोर्सानी रहेछ, यहाँ लेमन निम्बुको रहेछ, बनाएर चाहिँ यहाँ बाहिर सुकाइरहनु भएको रहेछ। त्यो भएर चाहिँ तपाईँहरूलाई सट्टै देखाइदिइहालेको अलिकति। सो हेर्नु होला है साथीहरू। यहाँ पानीको मिनी सिन्टेक रहेछ दिदीको। हाम्रो गाउँ बस्तीमा चाहिँ पानी यस्तो प्रशस्तै हुन्छ है। भुइँमा हेर्नुहोस्, गाउँ बस्तीको नेचुरल हावा पानी नै राम्रो भनेको चाहिँ यही हो है। पानी नेचुरल छ यहाँ है। यहाँ सानो सिन्टेक छ, यहाँ भुइँमा पानीहरू बगिरहेछ त्यत्तिकै। एकदम चिसेनी बसिरहँ जस्तो लाग्ने जग्गा छ यहाँनिर चाहिँ। हेर्नुहोस् है, यहाँ फुल रहेछ दिदीको हो। यहाँ सुपारी पनि सानो झुप्पा झुन्डाइरहनु भएको रहेछ। खानुलाई होला, यो चाहिँ काँचो रहेछ नि त, यो मिठो हुन्छ काँचोमा चाहिँ। यहाँ फुलहरू पनि रहेछ, क्याक्टसहरू मसिनो मसिनो। घर हेर्नु होला, यहाँ मनी प्लान्ट पनि रहेछ दिदीको। फुलहरू दिदी चाहिँ छैन नि त घरमा, दिदी पनि जानुभएको छ गोवामा, त्यही भएर। सो म चाहिँ पुग्नु आँटेँ अब दिदीको घर काटेर। पहिला दिदीको घर आउँछ, अनि चाहिँ मेरो माइत घर आउँछ नि त। बाटो चाहिँ यस्तो छ। यहाँ स्टेप हेरिहाल्नुहोस्। आजकल यस्तो हेर्नु पाइँदैन, खालि सिमेन्टको पाइन्छ। यसो गाउँतिर पस्यो भने चाहिँ यस्तोहरू पनि पाइन्छ। यो चाहिँ एकदमै मनपर्छ हेर्दाखेरि। है यो चाहिँ मम्मीहरूको कुकुर हो। यसको नाम के अरे? को त्यहाँबाट छाङछाङ गर्ने हो? पुरानो फुलहरू छ यहाँ चाहिँ। भाउजूको मेहनत हो यो चाहिँ। यहाँ गुलाब पनि फुलिरहेको रहेछ। यहाँ मानेको भेराइटिजहरू रहेछ यहाँ है। घाम लागेर देख्नु हुँदैछ कि छैन त्यो चाहिँ थाहा छैन। सेतो माने पनि छ। यहाँ चाहिँ मेरो बबी हो। हेलो भतिरो। हेलो, जाति नै हुनुहुन्छ भन्नु न। जाति नै हुनुहुन्छ। यो चाहिँ अर्ग्यानिक झुमर हो। यो चाहिँ रुद्राक्षको बनाउनु भएको बाबाले।
सो हेर्नु होला दामी छ राम्रै भएको आज खेताला छ कि त राम्रै हुँदैछ के बोजू चाहिँ पुरा घरमा बसेर नक्कल पारेको छ या हो हेर्न सक्दिन त घरमा बस्दै नक्कल पार्दै बसेको है म त साथीहरू नक्कल पारेर केस कोरेको छ अघिदेखि मलाई पानी पनि सोध्दैन छोरी थाकेर आयो भनेर पानी पनि सोध्नु छैन कपाल कोरेकै उसको फुल देख यहाँ फेरि भाउजू हो घरको परी सबैभन्दा सानो हाइटमा जिउमा के पाक्दैछ आमा थालभरि टमाटर पियाज आज के पाक्दैछ हौ यहाँ मेरो नानीको माम पनि पाक्दैछ क्या हौ यो चाहिँ के पकाउनु लाग्यो यस्तो डरलाग्दो यहाँ भाउजू हो यता हेर्दै पनि छैन हौ घरको काम गर्दा बुहारीहरू राम्रै पो देख्छ त यो बाहिर देशबाट मगाएको हाम्रो यहाँनिर सुपारी टिप्ने साथी हो खै तिम्रो साथीहरू नाइजेरियाबाट आएको अरे अफ्रिकाबाट होला हौ खै तिम्रो साथी बहिनी अहिले उसको साथीहरू पनि देखाउँछु है म हेर्दै गर्नु होला झोला पनि गयो जाऊ पुऱ्याएर आऊ त्यस्तो छैन कहिले कहिले पाएन भने त्यति सुत्छ कि सुत्दैन केला खानै पर्छ भनेपछि भनेको जस्तै उयो गर्छ अरे हो आफ्नो पुरा गरिहाल्छ 8 बजे भने चाहिँ कोटा लाउनु हिँडिहाल्छ अन्त रोल चाहिँ रक्सी खाना हुन्छ के बिर्स्यो हुन्छ अरे याई लो यहाँ हाम्रो भाइ र बहिनीले चाहिँ जोड काम गर्छ है काम गर्ने मान्छे चाहियो भने बोलाउँदा हुन्छ होइन अझै यो अझै त उभियो भने डल्लै आउँदैन भने क्यामेरामा काटे आधा मात्रै आउँछ खुट्टा आउँदैन टाउको आउँदैन अघि तपाईँहरूले टाउको मात्रै हेर्नु भएको थियो अब खुट्टा आयो जोडियो अझै भन्दा नि अग्लो केटीहरू देख्यो मैले हामीले त यस्तो गरेर हेर्नु पर्ने गाडे केटीहरू पनि त्यस्तो डरलाग्दो एयरपोर्टमा कहाँ बाग्लुक बाहिर बाहिर त हुन्छ नि बागडुग्रा तिमीभन्दा पनि अझै बेसी हाइट तिम्रो कति फुट छ 5'9" तिनीहरू चाहिँ 6.5 फुट भन्दा तल थिएन 6 फुट 8 इन्ची 10 इन्ची यस्तो हाइट क्या 7 फुट मोटामोटी छेउछाउ हामीले कम्मरमा पनि यसरी हेर्नु पर्ने हो रसियन केटीहरू त्यसले भने भन्नु ल हामीले कहाँ भएको होइन हौ बेसी हाइट छ यो मान्छे चाहिँ हाम्रो गुवा टिप्ने मास्टर हो यो मान्छे चाहिँ गुवा टिप्नुको एक्सपर्ट मान्छे हो जति पनि गुवा मालिकहरू छ यो गुवाको सिजनभरिमा चाहिँ यही मान्छेलाई पुकार्नुपर्छ अगाडि पछाडि लाग्नुपर्छ खतरा छ दोरीमा झुन्डेर पनि टिप्छ मर्नु चाहिँ मर्दैन
सिँढीमा चढिन्छ घोप्यो न्याप्यो एउटै बोटमा चढेर 10वटासम्म टिप्ने मान्छे हो यो मान्छे चाहिँ फेरि गुवाको सिजनभरि गन्ती गर्ने यहाँ पनि झुन्डेर हुन्छ कि ढोकेर हुन्छ कि गन्ती गर्नु चाहिँ यहीँ लानुपर्छ अन्त यो गुवाको सिजन सकेपछि चाहिँ फेरि नानी गोठाला हो